सबैलाई नमस्ते नमस्कार। म राजु वास्तविक खबरबाट देख्न सक्नुहुन्छ अहिले भारतको गुजरातमा छु म। ठुल्ठुला बिल्डिङहरूको दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ। जस्ताको तस्तै तपाईँहरूलाई म देखाउनेछु। देख्न सक्नुहुन्छ दिवाली पनि आएको छ। ह्याप्पी दीपावली है सम्पूर्णलाई। र म एउटा सानो गीत गाउन गइरहेको छु तपाईँहरू सामु। पक्कै पनि सुनेर साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। र देख्न सक्नुहुन्छ अहिले भारतको गुजरातको दृश्य देखाइरहेको छु मैले तपाईँहरूलाई। जस्तो अवस्थामा भए पनि मान्छेले भन्छ नि, दुःख यस्तो मान्छेसँग देखाउनु जुन मान्छेले तपाईँको दुःखलाई बुझ्ने गर्छ। आँसु यस्तो मान्छेलाई देखाउनुहोस् कि जुन मान्छेले तपाईँको आँसु देख्छ। माया यस्तो मान्छेलाई देखाउनुहोस् कि जुन मान्छेले तपाईँको मायालाई बुझ्छ। जिन्दगीमा धेरै कुराहरू गर्नुपर्ने र भोग्नुपर्ने हुन्छ। त्यही भएर गर्नु गरे जीवनको हेला, जीवनको हेला, आफूसँग बस्ने आँसु तिम्रो माया हाँस्ने मन हो। कहिल्यै भलो नहोस् प्रभु पैसासित माया साट्नेलाई।